तपाईँ मेरो जिल्लाको एउटा नगरपालिकाको मेयरले यो प्रदेशै खारेज गर्नुपर्छ भने यो संयोग हो कि योजनामा हो? यो संविधानका विरुद्धमा बोल्ने भनाइहरू, यो तर्कहरू कहाँबाट आइरहेको छ सभामुख महोदय? के मन्त्रीज्यू, गृहमन्त्रीज्यू पनि जानु भएको छ, अनि भौतिक योजना मन्त्रीज्यू पनि जानुभएको छ, बाटो पुग्नु भएको छ, सबै क्षेत्र छेदविच्छेद छ। के तपाईँको त्यहाँका बाढी पहिरोको निम्ति, तटबन्धनको निम्ति हामीले यत्रो अनुरोध गर्दा पनि यहाँको बजेट कहाँ पुग्यो? हामीलाई 3 करोडको कार्यक्रम शीर्षक पेज लाउने अनि 30 लाख, 15 लाख, 10 लाख आफ्नो जो खालको पहुँचको आधारमा राजनीतिक गर्ने कार्यक्रम भएको छ। यो पटकको बजेट जो खालको के मैले पटक तपाईँ कहाँ गएर मैले प्रस्ताव राख्दा के तपाईँ एक घर एक धारा भनेर राख्ने, मैले त्यहाँको चाहिँ महत्त्वपूर्ण कार्यक्रम ताकि रोसी 8 को गाउँमा पानी छैन भनेर प्रस्ताव पेश गर्दा तपाईँ त्यो प्रस्तावलाई हटाइदिने अनि एक घर एक धारा भनेर भन्ने, यस्तो खालको नाटकीय कार्यक्रम, यस्ता खालको भनाइले के सम्भव छ? सम्माननीय सभामुख महोदय, मैले विषयको हिसाबले धेरै समय लगाएर छलफल गर्नुपर्ने खालको विषयहरू